हेलो साथीहरू नमस्ते तपाईहरुलाई स्वागत छ मेरो यस युट्युब च्यानलमा। के तपाईहरु पनि पोपो लाइभमा आफ्नो एजेन्सी आफैले क्रिएट गरेर चलाउन चाहनुहुन्छ? यदि तपाईहरु पनि पोपो लाइभमा आफ्नो आइडी एजेन्सी आइडी बनाएर चलाउन चाहनुहुन्छ भने यो भिडियो चाहिँ हजुरहरुको लागि रहेको छ र तपाईहरुले पनि आफ्नो एजेन्सी आफैले क्रिएट गरेर चलाउन सक्नुहुन्छ। त्यो आफ्नो एजेन्सी बनाउनको लागि के गर्नुपर्छ भने हजुरले सर्वप्रथम हजुरको यो पोपो आइडीलाई ओपन गर्नुहोस् र यहाँनिर तपाईहरुको नामको तलपट्टि आइडी रहेको छ, यो आइडीलाई क्लिक गर्नुहोस्, कपी गर्नुहोस् र हजुरहरूले कपी गरिसकेपछि हजुरलाई चाहिँ यस मेरो भिडियोको डिस्क्रिप्सनमा एउटा लिंक राखिदिनेछु, त्यो लिंकलाई ओपन गर्नुहोस्। अनि हजुरहरूले त्यो लिंकलाई ओपन गर्नुभयो भने तपाईहरुको अगाडि एउटा यस्तो इन्टरफेस आउनेछ र त्यहाँनिर भनेको छ योर पोपो आइडी भन्ने हजुरहरूले देख्न सक्नुहुन्छ। त्यहाँनिर चाहिँ हजुरले अघि नै कपी गर्नुभएको त्यो नम्बरलाई पेस्ट गर्नुहोस्, त्यो आइडीलाई यहाँनिर चाहिँ मैले सजिलैसँग यहाँनिर पेस्ट गरिसकेको छु र यहाँनिर तपाईहरुले यतापट्टि साइडमा देख्नुहुन्छ भेरिफिकेसन कोड हैन, भेरिफिकेसन कोडको दाहिनेपट्टि देख्न सक्नुहुन्छ गेट भन्ने, यहाँ एकचोटि टच गर्नुहोस् गेटमा। अनि हजुरहरूले त्यो गेटमा क्लिक गर्नुभयो भने तपाईहरुको चाहिँ के हुन्छ भने भेरिफिकेसन कोड चाहिँ पोपो आइडीमा जानेछ र यहाँनिर तपाईहरुले पोपो आइडीमा गएर यहाँनिर देख्नुहुन्छ मेसेज यो कोडलाई चाहिँ त्यहाँनिर हजुरले लगेर राख्नुपर्ने हुन्छ है। अनि यहाँनिर मैले त्यो अघि नैको कोड ल्याएर यहाँनिर राखे, यहाँनिर मैले त्यो कोडलाई राखे र यहाँनिर राखेपछि तपाईहरुले सबमिट गर्नुपर्ने हुन्छ। सबमिट गरेपछि यहाँनिर आइसी भन्ने आउँछ, आइसीमा क्लिक गर्नुहोस् र तपाईहरुको चाहिँ एजेन्सी आइडी बन्नेछ र हजुरहरूले एजेन्सी आइडी बनिसकेपछि हजुरहरूले चाहिँ आफ्नो एजेन्सीमा होस्टहरू राख्नुपर्ने हुन्छ हैन। होस्टहरू राख्नुभयो भने हजुरहरूले के कम्तीमा पनि 21 दिनभित्रसम्म चाहिँ आफ्नो एजेन्सीमा आफ्नो होस्टहरू राखिसक्नु पर्ने हुन्छ। तपाईहरुले पनि यसरी नै आफ्नो एजेन्सी बनाएर चलाउन सक्नुहुनेछ र तपाईहरुलाई मेरो यस भिडियो राम्रो लागेको छ भने चाहिँ कृपया मेरो यो च्यानललाई सब्स्क्राइब गरी लाइक कमेन्ट गरिदिनु होला र तपाईहरुलाई आगामी दिनहरुमा पनि केही कन्फ्युजन भयो भने मलाई यहाँनिर कमेन्ट बक्समा कमेन्ट गर्नु होला।